Hi everyone, मैले चाहिँ मेरो प्रिभियस भिडियोमा चाहिँ बिएससी नर्सिङ र अथवा आई एप्लाई फर अस्ट्रेलिया भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ र त्यो भिडियोमा चाहिँ धेरैजनाको क्वेरिज चाहिँ दिदी पहिला मैले कति स्कोर ल्याएँ भने सिट पाउँछु, कति स्कोर ल्याएँ भने मैले इनसाइड भ्याली सिट पाउँछु अथवा पेइङमा पाउँछु भनेर मोस्ट अफ दको चाहिँ ओपनदेखि पेइङमा थियो। सो हियर मैले चाहिँ यहाँ चाहिँ इनसाइड भ्यालीको चाहिँ पास 2082मा चाहिँ कसले कति ऱ्याङ्क भएकोले कुन कुन कोटा भएकोले कति कति ऱ्याङ्कसम्मको चाहिँ पाएको छ भनेर चाहिँ एज पर माई रिसर्च मैले चाहिँ हजुरहरूलाई चाहिँ मैले चाहिँ यहाँनिर भन्न गइरहेको छु होइन। फर्स्टमा भन्नु पर्दा चाहिँ स्कलरसिपको कुरा गरौँ है। इनसाइड भ्याली पनि ओपनदेखि चाहिँ स्कोर भन्न पर्दाखेरि चाहिँ 98। त म चाहिँ हजुरलाई फर्स्ट नि के भन्छु भन्दाखेरि तपाईँहरूले चाहिँ मेन चाहिँ स्कोर चाहिँ धेरै ल्याउने कोसिस गर्नु है। तपाईँहरूलाई के हुन्छ कतादेखि रिसर्च गरेर हुन्छ, पढेर हुन्छ, रिभाइज गरेर हुन्छ, मेन भनेको रिभिजन चाहिन्छ र त्यही अनुसारको चाहिँ हजुरहरूले चाहिँ मेन चाहिँ स्कोर चाहिँ धेरै ल्याउनु कोसिस गर्नु होला, किनकि अहिले झन् टफ छ नि त कम्पिटिसन, त्यही भएर है। अनि ऱ्याङ्क भन्नुपर्दा चाहिँ 840 अराउन्ड 848 र स्कोर भन्नुपर्दा चाहिँ 98ले चाहिँ ओपनदेखि चाहिँ स्कलरसिप पाउनु भएको छ र आदिवासी अथवा जनजातिदेखि चाहिँ ऱ्याङ्क भन्नुपर्दाखेरि चाहिँ 2148 र स्कोर भन्नुपर्दा चाहिँ 75.5 कोले को चाहिँ फिमेल छ, उहाँहरूले चाहिँ 1899 अराउन्ड र चाहिँ स्कोर भन्दा पर्दाखेरि चाहिँ 78.5। खास आर्यादेखि चाहिँ 1921 ऱ्याङ्क र चाहिँ स्कोर भन्न पर्दा चाहिँ 78.25 है। ऱ्याङ्क चाहिँ 3114 र स्कोर भन्न पर्दाखेरि चाहिँ 67 र चाहिँ दलित कोटादेखि भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ रेकर्डै ब्रेक भएको छ है। यो चाहिँ 7398देखि छ र स्कोर भन्न पर्दाखेरि चाहिँ 44.5। थारू कोटा हुनेकोले चाहिँ 4486 चाहिँ ऱ्याङ्क र चाहिँ स्कोर भन्न पर्दाखेरि चाहिँ 58.25 र चाहिँ मुस्लिम कोटा हुनेले चाहिँ 5386 ऱ्याङ्क र चाहिँ स्कोर भन्न पर्दा चाहिँ 53.25 है। यो भन्नुपर्दा यो चाहिँ इनसाइड द भ्यालीको स्कलरसिपको रेट है। र पेइङमा भन्नु पर्दा चाहिँ ऱ्यापअपसम्मको लागि हेर्नु यो चाहिँ एकदम एक्सेप्सनल केस हो है गाइज। किन भन्दा पर्दाखेरि चाहिँ ऱ्यापअपसम्म कति धेरैजना बेङ्गलोर जानुहुन्छ, कोही बाहिर एप्लाई गर्नुहुन्छ होइन, जे पनि हुन्छ नि त, बेङ्गलोर पनि कति धेरै गएको देखिरहन्छ होइन। त्यो चाहिँ एकदम एक्सेप्सनल केस हो। 58 स्कोर लिएर आउनुभएकोले चाहिँ पाउनुभएको चाहिँ त्यो चाहिँ लकमा पनि फेभर गर्छ। मेन प्रायोरिटी चाहिँ के हुन्छ भन्दा 6 to 10 जसले गभर्मेन्ट पढ्नु भएको छ उहाँहरूले चाहिँ पाउनु भएको छ है। मेन चाहिँ प्रायोरिटी चाहिँ उहाँहरूलाई दिन्छ र साथसाथै 1 देखि 848सम्म हजुरको ऱ्याङ्क पहिलाकोले चाहिँ इनसाइड भ्याली चाहिँ यदि हजुर 6 to 10 गभर्मेन्ट पढ्नु भएको छ भने उहाँहरूको त्यस्तो कोटा छ भने चाहिँ उहाँहरूले चाहिँ इनसाइड भ्याली चाहिँ स्कलरसिप चाहिँ पाउनु भएको छ है। र आउटसाइड भ्याली भन्नु पर्दाखेरि चाहिँ तपाईँहरूको चाहिँ के हुन्छ भन्दाखेरि आउटसाइड भ्याली चाहिँ तपाईँहरूको चाहिँ 4500सम्मकोले चाहिँ पेइङ सिटमा पाउनु भएको छ र स्कलरसिप चाहिँ मेन प्रायोरिटी 6 to 10लाई नै दिएको छ जसले चाहिँ गभर्मेन्ट स्कुल पढ्नु भएको छ। यहाँ तपाईँहरूलाई यदि पेइङमा पढ्नु छ भने तपाईँहरूको चाहिँ 4500सम्म ऱ्याङ्क भएकोहरूले चाहिँ पाउन सक्नुहुन्छ। यो चाहिँ प्रेडिक्सन मात्र हो। अर्को भन्नु पर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ जति सक्नुहुन्छ धेरै मार्क्स लिएर आउने चाहिँ कोसिस गर्नु होला, इभन पेइङमा पनि। र सेफ साइड बस्नको लागि चाहिँ अहिले कम्पिटिसन धेरै भएको कारणले गर्दाखेरि चाहिँ 110 115सम्म चाहिँ मार्क्स चाहिँ लिएर आउन कोसिस गर्नु होला ओपनदेखि। या थ्याङ्क यू फर वाचिङ, बाई, होप दिस माइट हेल्प।